नमस्ते साथीहरू सबैजनालाई। हेर्नुहोस् है, हाम्रो माघे सङ्क्रान्ति सकेको छैन। तरुल पकाएर तातो तातो पुरा जाडो छ है, जाडोमा तातो तातो चाहिँ पकाएर तरुल आगोमा पोलेर चाहिँ खानु मन परिरहेको थियो है जाडोमा। अनि आगोमा पोलपाल गर्दैछौँ है। अनि ठिक्कै बजारबाट यताउता काम गरेर आएको, भोक पनि पुरा लागिरहेको थियो है। ठिक्कै फेरि ग्यास पनि सकिदिएछ है। तरुलै रहेछ, तरुलै खाइदिउँ भनेर यी चायहरू पनि बनायौँ है। चाय सबै रेडी भयौँ हामी तिनजनाको लागि है। अनि तिनजनाको तयारी भएर त्यही पोलेको तरुल नपोलेको तरुल राखेर चाहिँ आमा छोरा खानु थाल्यौँ है साथीहरू। तपाईँहरूलाई पनि मनपर्छ मन पर्दैन यसो कमेन्टमा लेख्नुहोस् होला है। मेरो छोराले चाहिँ हेर्नुहोस् है, चिनीको चियासँग मजाले तरुल खाँदैछ है। नुनको चियासँग दियो भने चाहिँ खाँदैन, मलाई चाहिँ नुनकै मनपर्छ है। हेर्नुहोस् त, मेरो छोराले मच्ची मच्ची खाँदैछ। चिनीको चिया चाहिँ दिनुपर्छ उसलाई, खान्छ। अन्त हेर्नु न, ग्यास सकेर कस्तो बिजोग भए। भात चाहिँ पकाइसकेँ है, सब्जी पकाउँदैछु। फेरि दादाले यहाँ यो कठेरोमा उब्छ नि, लाइट पनि लगाइदिनु भएको छैन है। मुस्किलले आज खानापिना गरेँ। हेर्नुहोस् है साथीहरू, डुकुर आलु पकाएको छु। तपाईँले खाना खानुभयो कि खानु भएको छैन यसो कमेन्ट लेख्नु होला है। र यहाँ हाम्रो भिडियो कस्तो लाग्यो कमेन्टमा गर्नुहोला।